धेरै मान्छेहरूले मलाई मेसेज पनि गर्नु भएको छ, कमेन्ट पनि गर्नु भएको छ। सबैको मेसेज मैले पढिरहेको हुन्छु है। मैले रिप्लाई दिन नपाए पनि मैले मेसेजहरू सबैको सिन गरेको हुन्छु, पढेको हुन्छु है। मलाई कुर्सी डान्स गर्न आउँदैन गाइस है। मलाई अङ्ग देखाएर शरीर देखाएर डान्स गर्न आउँदैन। मलाई आउने भनेको सिकाउन हो, अनि सिक्न हो, अनि डान्स गर्न हो है गाइस। म्याक्सिमम मान्छेहरूले भन्ने गर्नु भएको छ कि हात हल्लाए खुट्टा हल्लिँदैन, खुट्टा हल्लाए हात हल्लिँदैन भनेर। हेर्नुहोस्, हात हल्लाउनको लागि हातै हल्लाउने हो, खुट्टा हल्लाउनको लागि खुट्टै हल्लाउने है। लुक एट मी हैन। खुट्टा हल्लाउनको लागि खुट्टै हल्लाउनु पर्छ, हात हल्लाउनको लागि हातै हल्लाउने हो गाइस है। नमस्कार दर्शकबिन, म डान्सर पुरण सिंह विश्वकर्मा। आज म तपाईहरुलाई एकदमै ट्रेन्डमा चलिरहेको जुन गीत छ, रानो बम्बई की रानो, यसमा म तपाईहरुलाई केही स्टेपहरु नयाँ तरिकाले दिएर सिकाउने पनि छु हैन। इच्छुक साथीहरुले सिकेर मेरो म्युजिकमा पोस्ट पनि गर्नु होला है। अनि जसलाई डान्स राम्रो लाग्छ उहाँहरुले मिठो कमेन्ट पनि गरिदिनु होला। मैले बारम्बार भनिसकेको छु, तपाईहरु मलाई फलो गर्ने गर्नुहोस् है। मैले हल्लिनै नसक्ने मान्छेहरुलाई पनि उफ्रिने बनाउँछु भन्नुको मतलब यो हो कि जसलाई तपाई अलिकति पनि नाच्न आउँदैन तर नाच्ने एकदमै इच्छा हुन्छ हैन। जति पनि ट्रेन्डमा चलिरहेको गीतहरु हुन्छ, राम्रो राम्रो डान्स देखेपछि नाचम नाचम लाग्छ तर नाच्न सक्नु भइरहेको छैन, मलाई कमेन्ट गर्नुहोस्, मलाई त्यो सङ मेन्सन गर्नुहोस्। तपाईहरु एउटै मान्छेबाट हजारौं स्टेपहरु सिक्दै हुनुहुन्छ है। मैले सिक्दाखेरि जुन मलाई सिकाउने मान्छेहरु हुनुहुन्छ नि, मैले हजारौं मान्छेबाट हजारौं स्टेप सिक्थे के। मैले हजारौं मान्छेहरुबाट स्टेप सिकेर एउटा एउटा मुभ्सलाई कन्ट्रोलमा राखेर आफ्नो माइन्डमा सेट गरेको हुन्थे के हैन। मलाई पनि एकदमै गाह्रो हुन्थ्यो सिक्दाखेरि। मैले पनि त्यसरी कुनै ठाउँमा ट्रेनिङ लिएर सिकेको हैन। मैले पनि नयाँ नयाँ स्टेपहरुलाई फलो गरेर, जस्तो मैले सिकाइरहेको छु तपाईलाई, जस्तो तपाईहरुले सिक्नुहुन्छ त्यसै मैले पनि अरूको डान्स हेरेर त्यसबाट जुन जुन एकदमै भयानक स्टेप हुन्छन् त्यसलाई कटिङ गरेर हैन, ट्याक्क मुभ्सहरुलाई जोडेर मैले स्टेपहरु निकालेको हो। मैले सिकाएका स्टेपहरु तपाईहरुलाई कुनै अप्ठ्यारा पनि हुन सक्छन्। म इजी तरिकाले, धेरै भन्दा धेरै अप्ठ्यारो जुन पनि स्टेपहरु हुन्छ म एकदमै इजी तरिकाले तपाईहरुलाई सिकाउँछु। इजी एकदम स्लोमा म सिकाउँछु, तपाईहरु मजाले सिक्दिनु होला। भिडियो अन्त्यसम्म हेर्दिनु होला है गाइस। भिडियो अन्त्यसम्म हेर्दिनु होला। लाइक, कमेन्ट, शेयर, कपी लिंक, रिपोस्ट तपाईहरुले गर्न सक्ने मलाई पनि हेल्प गर्नु होला हैन। मैले पनि गर्न सक्दो तपाईहरुलाई हेल्प गर्ने छु हैन, सपोर्ट गर्ने छु, साथ दिने छु। मेरो टिकटकको प्रोफाइलमा माथि पुरण सिंह विश्वकर्मा लेखेको छ, त्यहाँ त्यसपछि मेरो जहाँ फोटो छ त्यसको तलपट्टि मैले युट्युबको लिंक राखिदिएको छु। त्यो मेरो नयाँ युट्युब च्यानल हो, सबैजनाले सपोर्ट गरिदिनु होला गएर है। तपाईहरु भन्नुहुन्छ हात हल्लिँदैन, खुट्टा हल्लाए खुट्टा हल्लिँदैन अनि सक्दैन, समथिङ यस्तो कुरा गर्नुहुन्छ हैन। इजी हो गाइज है। मैले पनि पेटबाट सिकेर आएको हैन। मैले पनि धेरै मेहनत गरेर, मैले पनि 6-7 वर्षदेखि मैले यो प्लेटफर्ममा खुट्टा राखेर म गर्दै आएको मान्छे हो गाइज है। मेरो पुरानो आइडी मेरो ब्यान्ड भएर मेरो पुरानो आइडी इन्डियामा खोलेको थियो, सर्भर कनेक्ट हुनु सकेन अनि त्यो मेरो बिग्रियो। त्यसैले मैले नत्र भने मेरो पनि जुन बचपनदेखिको मेरो स्ट्रगल थियो डान्सप्रति हैन, त्यो तपाईहरुले मेरो पुरानो आइडीमा देख्नुहुन्थ्यो होला। अब मेरो पुरानो आइडी मेरो एकदमै बन्द भइसकेको छ, तर पनि भिडियोहरु होला। मैले नयाँ आइडी खोलेको हो गाइज। सबैजनाले माया गरिदिनु, सपोर्ट गरिदिनु हैन। नराम्रो कमेन्ट कसैले पनि नगरिदिनु। कुनै कुराहरु मिलेन, समथिङ त्यस्तो लाग्छ भने चाहिँ मलाई कमेन्ट गरेर भन्नुहोस् है। मैले पर्सनल आफ्नो स्टेपहरु पनि हाल्छु हैन। आफ्नो भएको नयाँ नयाँ स्टेपहरु पनि म देखाउँछु, सिकाउँछु पनि। अनि जति पनि स्टेपमा ट्रेन्डमा चलेको जति पनि स्टेपहरु छन् त्यो स्टेपहरुलाई मैले अरुकै स्टेपहरु जति पनि डान्सरहरु हुनुहुन्छ उहाँहरुकै स्टेपलाई पनि मैले तपाईहरुलाई सिकाइदिने गरेको छु है। यो स्टेप यसरी गरिन्छ है भनेर है गाइज। ल फलोमा गाइज। अब डान्स हेरिसकेपछि कस्तो लाग्छ मिठो कमेन्ट दिनु होला। सबै जति पनि गर्न सकिन्छ लाइक, कमेन्ट, शेयर, फेभरेट, रिपोस्ट हैन, सब जति पनि सकिन्छ आफ्नो तर्फबाट सपोर्ट तपाईहरुले एकदमै मनैबाट दिनु होला। म पनि जति सक्छु आफ्नो मनैबाट तपाईहरुको लागि आभारी हुनेछु है गाइज। ल गाइज, अब हामी ढिला नगरिकन डान्स सिक्नतर्फ जान्छौं है। ल गाइज, हामीहरु चाहिँ अहिले डान्स ट्युटोरियल सुरु गर्छ हैन। डान्स ट्युटोरियल्स भन्नाले कस्तो भने चाहिँ जुन मैले डान्स गरेको हुन्छु अन्त्यसम्मको त्यसको एक एक स्टेपलाई म इजी तरिकाले म तपाईहरुलाई सिकाउने छु। मजाले हेरिदिनु होला, पुरा हेरिदिनु होला है। फर्स्टमा के भन्छ, रानो बम्बई की रानो हैन। रानो बम्बई की रानो के भन्छ भने चाहिँ सुरुको पोल आउँछ, जस्तो रानो भन्छ हैन। अनि त्यसपछि सरर एउटा धुन आउँछ नि डिम 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 वाला है। त्यसमा चाहिँ तपाईहरुले के गर्नु भनेपछि रानोमा यसरी रानो मतलब हल्का इजिली हल्का उफ्रिने, सट्टै बस्नी हैन। बसेर यस्तो गर्न बित्तिकै तपाईहरु सरर यता सर्नी, अनि त्यसपछि खुट्टालाई गीतको अनुसार म्युजिक अनुसार सरर सार्ने है गाइस। यसरी रानो भयो, ठ्याक्कै यतिकै खुट्टा छ, यति खुट्टा छेपछि अनि त्यसपछि टुक 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 धुन आउँछ नि,
त्यो टुक्टुक धुन आउने बेलामा चाहिँ तपाईहरुले खुट्टालाई के गर्नु भनेपछि यो जुन खुट्टा छ यसलाई यस्तो उठाउने ट्याक्कै यहाँ राख्ने। हेर्नु है म एकदम स्लो मोसनमा सिकाइरहेको छु है, तपाईहरु सिकेर पोस्ट गर्नु होला है, मलाई मेन्सन चाहिन्छ। ओके, ट्याक्कै यस्तो गर्ने अनि फेरि ठ्याक्क यो उठाएर यता राख्ने, फेरि त्यहीलाई उठाएर फेरि यता राख्ने, फेरि त्यहीलाई उठाएर फेरि यता राख्ने, फेरि त्यहीलाई उठाएर यता, जबसम्म म्युजिक बज्छ त्यो डुक 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 तबसम्म त्यसरी राख्ने है गाइस। जस्तो तपाईँ आउनुभयो रानो भनेर ठ्याक्क आयो अनि टुक डुक 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 अलि फास्टमा। अब यो तपाईले सिक्दाखेरि भयो, यही स्टेप हो। अब यसलाई टुक डुक 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 बेसरी अब यसरी टक 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 हैन यसरी। त्यसपछि अर्को स्टेप छ फेरि रानो टुक डुक गर्छ हैन, अनि फेरि रानो भन्छ हैन, त्यसपछि फेरि रानो यहाँ राख्नु अनि डुङ डुङ आउँछ, डुङ 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 भन्ने 3टा 4वटा यस्तै एउटा आउँछ हैन धुन। त्यसमा के गर्ने जस्तो यो आउनुभयो तपाईँ रानो टुक डुक 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 सर्ट हान्नुभयो अनि त्यसपछि रानो ट्याक्क लाएर रानो टुक डुक 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 गर्यो। त्यसपछि सट्टा अर्को आउँछ एउटा, फेरि के आउँछ भनेपछि रानो टुङ डुङ डुङ आउँछ क्या। अनि त्यसमा टुङडुङ डुङमा चाहिँ तपाईँले के गर्ने भनेपछि तपाईँ यतिको तपाईँ यस्तो गरेर आइहाल्नुभयो अनि टक 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 हान्नुभयो। त्यसपछि फेरि टक्क यस्तो गर्नु डुङ डुङ हान्नु यस्तै है। मैले नेक्स्ट स्टेपमा पनि सिकाएको थिएँ यो स्टेप, नेक्स्ट भिडियोमा पनि सिकाएको थिएँ यो स्टेप। ठ्याक्क गरेर यस्तो पोजिसन लिएर ट्याङ ड्याङ ड्याङ हान्नु, ठ्याक्क राख्नु अनि त्यसपछि रानो बम्बई कि रानो भन्ने आउँछ। अब तपाईँले ड्याङ 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 हानिसकेपछि फेरि रानो बम्बई कि रानो भन्छ। यसमा चाहिँ मेरो नयाँ स्टेप जान्छ है गाइस, यसमा चाहिँ मेरो नयाँ स्टेप जान्छ। अब यसमा के गर्नु भनेपछि टक्क खुट्टा यस्तो हुन्छ अनि यस्तो गर्ने है खुट्टालाई, है खुट्टालाई यस्तो गर्ने अनि फेरि यस्तो गरिदिने है, फेरि यस्तो गर्ने फेरि यस्तो गरिदिने, यो यस्तो गर्ने यस्तो गर्ने, यो यही हो यो। अनि यस्तो गरेर यस्तो गर्ने। अब फेरि फेर्ने बेला चाहिँ तपाईँहरू अगाडि अलिकति 2 इन्च अगाडि सर्ने ट्याक्क ट्याक्क रानो हैन, ट्याक्क लाग्छ रानो बम्बई कि रानो हानिराख्ने है। फेरि यस्तो गर्नु ट्याक ट्याक ट्याक। अब यो कस्तो भने हातलाई यस्तो नर्मल तरिकाले सक 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 हल्लाइरहने है, नर्मल तरिकाले हातलाई यसरी सक 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 हल्लाइरहने। यो हल्लाको जुन ट्र्याक हुन्छ त्यो हल्लाकै ट्र्याकमा तपाईँहरूले खुट्टालाई चाहिँ धेरै टाढा नै नजिक नै यतिकैमा राखेर मजाले है, म त बोल्दा बोल्दै थाक्छु हो हैन, मजाले है गाइस पुरा भिडियो हेरिदिनु होला, सिक्नु छ भने चाहिँ है। ल यस्तो गर्ने ठ्याक्क हात यस्तै गरेर अनि ठक टक 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 हान्ने हो क्या है, धेरै पनि नै थोरै पनि नै। म्युजिकले कति मागेको छ त त्यति लामो स्टेप हान्ने है। ल रानो बम्बई कि रानो, म चाहिँ हाल कतारमा हो गाइस, लास्टै गर्मी छ है, गाह्रो भइरहेछ। ओके, त्यही पनि गरम हैन, त्याग बिनाको तपस्या कुनै पनि सफलदायी हुन सक्दैन गाइस है। त्यसपछि हाम्रो स्टेप के छ भने चाहिँ रानो बम्बई कि रानो भन्ने भयो हैन। अनि त्यसपछि चाहिँ अब के आउँछ त्यसपछि फेरि यही आउँछ नि। त्यसपछि यही रानो भनेर 4 चोटि समथिङ भन्छ होला है, रानो बम्बई कि रानो अनि रानो बम्बई कि रानो, फेरि भन्छ रानो बम्बई कि रानो, रानो बम्बई कि रानो, 4 चोटि भन्छ हैन। अर्को गर्नु हात यस्तो राख्नु अनि खुट्टालाई यो यो है 1 2 अनि यो पनि सँगसँगै यस्तो बस्दै उड्दै गर्नुपर्छ है। यो ट्याक 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 यसलाई पनि हान्नुपर्छ है। यो ट्याक हातलाई चाहिँ यतिकै सिधा यो 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 है, यो यस्तै गर्ने तान्ने त्यसरी हान्ने यस्तो यो। अनि रानो बम्बई कि यो गर्ने। अब हात फेरिदिने रहेछ है, रानो बम्बई कि रानो है। कतिचोटि हुन्छ हेर्नु 1 2 3 4 5 चोटि हुन्छ है। त्यसपछि अर्को स्टेप छ, यो त सिम्पल छ। तपाईँहरूले यो खुट्टालाई यस्तो उचालेर यहाँ ल्याउने हैन, हातलाई त्यही अनुसारले हानिरहने है गाइजहरू है। टक्क लगाएर यो 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 हान्ने, फेरि यो हान्ने है। यो रानो मुम्बई कि रानो, लचकदार रानो मुम्बई कि है, यसरी हान्ने अलि फास्ट। तपाईँहरूले सिक्दैमा स्लो मोसन हो फेरि है। डान्स गर्दा चाहिँ एकदम कडा फास्ट हुनुपर्छ है, एकदम फुर्तिलो जानु हुनुपर्छ है गाइजहरू। अब यो ल्याङ्ग्वेजमा के भनेको मलाई पनि थाहा छैन, तपाईँहरू पनि बुझ्नुहुन्न। जस्ट मिल्ने स्टेप हान्ने, नागे नागेरी के भन्छ होइन। त्यसमा चाहिँ तपाईँहरूले के गर्ने भनेपछि टक्क लाएर यो हानिसकेपछि टक्क यहाँनिर खुट्टा राख्ने, यो छ नि हल्का यो खुट्टालाई उठाउने है, उठाएर अनि यसलाई यस्तो गर्ने है, यस्तो
यस्तो गर्ने, फेरि यसलाई यस्तो फालिदिने, फेरि यस्तो 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 यस्तो, अनि यो फाल्ने बेला हल्का यसलाई पनि यो यसरी फाल्ने बेला यो पनि यताको हल्का यस्तो गर्नुपर्छ है, यसरी यस्तो फेरि यस्तो फेरि यस्तो फेरि यस्तो। अनि त्यसमा तपाईँहरूले हातलाई छ नि यत्तिकै गर्न पनि मिल्यो यसरी है, यसरी गर्न मिल्यो। तर पनि तपाईँहरूले त्यसमा अलिकति दामी देखोस् भन्नको लागि हातले करस दिन पनि सक्यो। टक टक यो करस हान्ने है, इन्टु बनाइदिने टक 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 टक, जबसम्म बाजा बजिरहन्छ तबसम्म है। लगाएछ यो नरिरो के भन्छ होइन, न भन्छ, त्यति बेला यस्तो गरिदिने है। त्यसपछि फेरि अनि मुरलीको धुन आउँछ। त्यसपछि तपाईँले के गरिदिनु भनेपछि त्यसमा नर्मली जसरी मुरली बजाउन चाहनुहुन्छ त्यस्तै टुडुरुरु बजाइने भयो, अनि टुडुरुरु बजाए पनि भयो। अब म चाहिँ अब मैले गर्दाखेरि चाहिँ अलिक ब्रेकमा बजाउँछु सरर लाएर होइन। अब आफ्नो तरिकाले मुरलीमा मुरली बजाइदिने है। अब त्यसपछि हामीले मुरली बजाइसकेपछि फेरि आउँछ नि एउटा म्युजिक सुनाऊ है। अब यसमा तपाईँले मुरली बजाउनुभन्दा अगाडि है, यसमा तपाईँले के गर्ने भनेपछि बम्बईको राना आयो होइन, 1 2 3 4 यसमा कतिचोटि हान्ने भनेपछि मुम्बईकी रानो रानो यो 8 चोटि हान्ने, 8 चोटि यो टक टक 3 4 5 6 7 8 यो हानिसकेपछि त्यसपछि तपाईँको यो आउँछ नि यो म्युजिक 8 चोटि। यो जातरन त चुपिता भन्छ नि, त्यसमा चाहिँ तपाईँहरूले के गर्ने भनेपछि जातर र त चुपितामा चाहिँ तपाईँहरू टक्क यस्तो बसिरहेको हुन्छ है गाइजहरू है। जातो र त चुप्पिता भन्नेमा चाहिँ तपाईँहरूले टक्क यो हातलाई यसरी राख्ने है। हेर्नु है, युनिक स्टेपहरू हो है, ध्यान दिएर हेर्नु है। टक्क यहाँ हात राख्ने, यसलाई हल्का यस्तो नजिक ल्याउने, नजिक ल्याइसकेपछि यो हात तल माथि होस् है, यो हात माथि यो हात तल है, यसरी टक्क यस्तो ल्यायो, ट्याक्क यहाँ छाउने, यो हातले यो खुट्टामा यो हातले यो खुट्टामा छाएर यो भागलाई उठाइदिने, अनि टक्क यता ल्याउने, खुट्टा फसाइदिने हो क्या। फेरि यहाँ ल्याउने, फेरि यो अब जहाँनिर हामीले टच गराएको थियो त्यसलाई उठाउने, फेरि यस्तो गर्ने हो क्या। अनि यो गर्ने, अब यही मजाले टक्क गर्दै गर्ने है यो। त्यसपछि यो कस्तो देखिन्छ भने यो हो क्या, यो दामी देखिन्छ नि होइन। ल यो स्टेप हान्ने है। त्यसपछि जाकर त चुप्पिता गर्छ नि होइन, यो जाकर त चुप्पिता जबसम्म म्युजिकले मान्छ तबसम्म गर्ने। अनि त्यसपछि ब्रेक भइसकेपछि अर्को स्टेप चेन्ज हान्ने भनेर सोच्ने है। त्यसपछि हामीले जाकर त चुप्पितामा यो भर्खरै हान्यो होइन, यो हानिसकेपछि अहिले मुरलीको धुन आउँछ होइन। मुरलीको धुनमा चाहिँ अब तपाईँले अब अघि त हामीले नर्मली मुरली बजायो होइन, अब यसपछि चाहिँ हामीले ब्रेकमा दिनुपर्छ, दामी देखिन्छ क्या। यसमा के गर्नुपर्छ भनेपछि हामीले गाइजहरू है टक्क यत्तिकै यो हानिसकेपछि टक्क लगाएर यति यो हानिसकेपछि यस्तो यति खुट्टा छाडिदिने, अनि यो खुट्टालाई अलि माथि उठाउने, अनि यो हात हुन्छ नि, अनि यस्तो हल्का सुरुमा यो घाँटी चाहिँ हल्का यस्तरी यस्तो गर्ने क्या है। कुमलाई माथि उठाउने भने कुमलाई माथि उठाउने, टाउकोलाई हल्का यता सारिदिने, यो भनेको यस्तो देखिन्छ क्या है। यो झट्कामा हान्दाखेरि नर्मल गर्दाखेरि यो यस्तो हो, यो स्टेप यस्तो हो। अब झट्कामा हान्यो भने यस्तो देखिन्छ होइन। र अहिले के गर्ने, टुडु भनेर यस्तो है टक्क गर्ने, यही घाँटीलाई अल्लो बसेर फेरि यही घाँटीलाई टक्क यता सार्ने, फेरि अलि माथि गरेर फेरि यस्तो गर्ने है, यसरी टुडु सर्दै 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 जाने है, यस्तो टुडु हेर्नु है। म म्युजिकमा तपाईँहरूलाई सुनाउँछु है, मुरलीको धुन हेरौँ है। यो त सिक्यो सबैले। 2 3 4 5 6 7 8 1 2 3 4 भन्यो यहीमा टुडु टुडु है। अब यसपछि लामो छ, हामी धेरै लामो नबनाऊँ होइन। अब यतिमै स्टार्ट गरौँ ल। थ्याङ्क यू सो मच गाइस, सबैजनाले अब मेन डान्स हेरिदिनु है। सबैजनाले सपोर्ट गर्नु होला, कस्तो लाग्छ हेर्नु, कमेन्ट गर्नु। तपाईँहरूले